अरे चियावालीको बिहे छ कार्तिक 35 गते कार्तिकमा भन्दै छ त्यसले पनि कार्तिकै भयो। कसले बिहा गर्छ नहुने कुरो गाउँले हो रुबिनजी र चियावालीको कार्तिकको 35 गते बिहे छ आउनुस् भोज खानको लागि। अलि चिच्चा अरु आउने बिहेको निम्त भन्नु परेको छ। ए बाहिर गएर ल च्यावाली फस्यो केटा कसले रेकर्ड गरेर हाल्छ भोलि अब च्यावाल अर्घ्यमा च्यावाल त्यहाँ हाम फाल्न भन्न पर्यो 3 टाइमले एक्लै बनाए मलाई अहिले आएर साँच्चै घलेनीको टिकटक डिलिट गर्नको लागि पनि जान्छु म कुन दिन साँच्चै 8 घण्टाको बाटो त अनि के भयो ल जानु ल जानु यसो गर्नु पर्यो ल है गले नि मैले च्याउलाई भेटेँ ल तेरो टिकटक डिलिट गर भन्नु पर्यो नि फेरि भिडियो सहित आउनु पर्यो यहाँ आजैको आजै भोलि पर्सि उसलाई हक गरेर भन्नु पर्यो उसलाई हक गरेर भन्नु पर्यो यसरी टक्क होइन यताउता यसरी क्या यसरी तर हक त अस्ति कसरी यसरी यसरी ल भेटेँ ल आँखा नलाउनु फेरि आँखा नलाउनु फेरि बहिनी हो मेरो थाहा मलाई च्यावलीको अगाडि कहाँ अर्को आँखा नजुम नआउनु ब्रो च्यावलको दिन नक्सा पास भयो यो ओठेला के भयो किन बोलेन ओठे बोलाउन मेरो बुढालाई के कहाँ गयो मेरो बुढो यार। ए यार ल हटा म गए यार बोलाको डुकुर कति बोली कि आइने क्या अनुहार पनि कति नराम्रो कालो मसला हिँड्न पनि यसलाई अनुहार कालो भयो नि अरू चाहिँ त सेतै छ है हाम्रोतिर के बोलेको हामी छाडाहरू जिउ भनेको जिउ अबे गेम खेल्ने हो कि नै पागल हो र गेम खेल्ने हो कि नै गेम खेल्ने खेलौँ मतलब चावल त मलाई छोड्दियो हामी गेम खेल्छौँ यहाँ 1 भर्सेस 3 अहिले सुन्नु न 1 भर्सेस 3 खेलौँ अनि के अरे कुल बोयलाई जोइन गरौँ अनि त्यसपछि तपाईँहरू दुईजना खेल्नु न जोइन गरेर अहिले चारजना दुई दुईजना खेलाउँ न उसलाई जोइन गरेपछि ऊ त गरे हामी चाहिँ यता कति बाँकी छ होइन म धेरै जोइन गर्दिनँ एकछिन मात्रै हो उहाँको सङ रिलिज भएको छ सो त्यही भएर पनि जोइन गर्नु भन्नुभयो होला नि होइन एकअर्कालाई सपोर्ट गर्नुपर्छ होइन एक गेम खेलौँ अनि एकछिन बोलौँ अनि त्यसपछि के अरे अनि तपाईँ दुईजना बुढाबुढी गेम खेल्नु न। बुढाबुढी मतलब एक्सक्युज मी ओठे तेरो ओठा फेभिकल चप्कन सकेन म पनि कता छोरो ओठ पनि कति नराम्रो छ के नभ्याएको के फेरि रबिन ला लिप गाड ला केटी ला लिप गाड ला ओठ राम्रो बनाऊ के केटा मान्छेहरू ओठा मोहित हुन्छन् ओठ राम्रो बनाऊ के हो पनिशमेन्ट के हो घर बाहिर गएर स्याल गराउने यत्रसित ल म त बाहिर बस्नु गरेर च्याउ सेकेन्ड पनिशमेन्ट सेकेन्ड पनिशमेन्ट च्यावलले पनि फस्ने उतापट्टिको च्यावलले मलाई छोडेर गयो यार तिमीजना भने आफै अहिले मलाई छोडेर गयो च्यावलले पनि स्वार्थी रहेछ फसाउनु खोजिरहेछन् यहाँ होइन केही छैन हाम्रो तर म एकना बसेर च्याउले उता रुन्छ अहिले फेरि दोस्रो पनिसन टाङ मुनि कुचो राख्ने इकु भन्ने गीत नाच्ने तेस्रो पनिसन आज च्यावले पनि जे पारे बस गोल हान्ने लाउ च्यावले सेम बोतलको बोतल हुनु पर्यो नि मेरोमा के को बोतल हुनु पर्यो नि यो घरमा मेरो एउटा पनि बोतल छैन केहीको पनि बोतल कहाँबाट ल्याउने तिम्रो बोतल किन बोतल जस्तो अनुहार हाबेको छ जे भन्दै रिसाउनु यहाँ फेरि रिसाइ भने त फेरि भोल्दै पक्क रान्छु के मसँग रिसाएर ठास्छु गर्ने भोल्दै पक्क रान्छु के फेरि अब सब वर्षसँग रिसासी कोसँग गेम खेल्ने रह्यो ओठे यसलाई जिस्काउन मजा लाग्छ यार ओठे ए उठेर मुट्ने प्रजाति ए ढुकुर ए धनगढीतिर के उठेर मुट्ने प्रजाति ढुकुर खाइदिउँ ओठे खाइदिउँ ढुकुर खाइदिउँ चुप तेरी गेम सुगर हाम्रो त के कहिले यार पनिसमेन्ट खाना त के छुरा नि पाउँदैन त कति पनिसमेन्ट कति हजार 15,000 भाइ तपाईँलाई नि पनिसमेन्ट त्यही ल हामी गर्छौँ काटिदिन्छु यार मान्छे यस्तो जब 488 स्कोरले पनि लाने थियो एउटा स्याल कराउनु थियो अरू के थियो
कुचो माथि बस्ने कुचो राखेर नाच्थ्यो अब बुझ्छौ यहाँ तपाईँले यता पछि लाग्ने अगाडि लाग्ने बुझ्छौ यस्तो हुनु पर्यो आइरन के हामीलाई मतलब छैन एकदम एउटा बुझ्छौ यता राख्ने यता राख्ने बुझ्छौ यता ल ओके चनु राष्ट्रिय बेइज्जत गर्यो डबल ट्याप गरिदिनु है अब साथीहरु तपाईँले दिँदैन हामी पनि गर्छौँ अब के दिनु अब पनिसमेन्ट खै के थाहा के दिने हामीले सल्लाह गर तिमी चियावाली सिस्टर के दिने पनिसमेन्ट अब म त त्यति खेल्दिनँ थाहै नम्बरको हुँदैन। पनिसमेन्ट चियावालीलाई फोन गर्ने नम्बर हुनुपर्छ पागलै नि नम्बर नभए हामीले के जसरी तता पनि गर्नु पर्यो पनिसमेन्ट इज पनिसमेन्ट च्यावाले प्लिज तपाईँले अहिलेसम्म नम्बर दिनुभएको छ मलाई पनिसमेन्ट दिने गर्ने चियावाली त्यतिकै गर्नु न, acting गर्नु भइहाल्यो त नि। हैन चियावालीलाई पुरा किस हान्ने किस टङ्किस त्यस्तो टङ्किस भन्ने हुँदैन टङ्किस रे टकमा हैन कति खुसी भएको चियावाली आम्मामा वाउ होइन होइन टन्किस हैन कि काटिदिउँ भनेको पानी पर्काएको रबिनजी टन्किस हैन कि टक्क फोन गर्ने हैन फोन गर्ने टक्क तपाईँ यहाँ भर्खर ल परेको नि त दुईजना हैन भर्खर ल परेको जस्तै गरे फोन गर्ने अनि अब हुन्छ नि तपाईँको मनको कुरा सबै भन्ने क्या ए यो लाइफमा मनको सबैले सुन्नु पर्यो यहाँ मेरो पनि हुनुहुन्छ सबैजना भ्युअर्स पनि सुनाउनु पर्यो क्या हजुरले अनि अर्को के गर्नु तिमी ढिला जन्मे म छिटो जन्म्यो म बुढो भएँ म अर्को बुढा भएँ तिमी बिना बाँच्न सक्दिनँ रात पनि तिम्रै माया लाग्छ सुत्ने बेला नि आउने बेला पनि तिम्रै माया लाग्छ अग्नि बेला चाहिँ किन नि फेरि हैन ढुकुर त्यस्तो भन्ने हग्ने बेलामा पनि तिम्रो याद आउँछ पाद्ने बेलामा पनि तिम्रो याद आउँछ भन्ने ढुकुर अनि सुत्ने बेला उठ्ने बेलामा सबै घर मुसा देखेर पनि हाब्रेको अनुहारको याद आउँछ अनि सेकेन्ड नम्बरको अप्सन के गर्ने भन्दाखेरि गोल हान्ने तपाईँले भने गोल लुखा ल पहिलो पनिसन पनि गोल दोस्रो पनिसन गेम हो तिमीहरूले पनि घर बाहिर अँधेरामा जाने गाउँले सुन्ने गरेर चियावाली गरेर फलानाको बिहा छ है भनेर किड्ना गाउँले मान्छेलाई गएर कान फुट्ने गरी चिच्चाउने एउटा गाउँले मान्छे आउनु पर्यो तेस्रो पुनिसमेन्ट के दिउँ भन्दाखेरि होला मैले सावर हुनु नाजा के दिउँ मलाई अलिकति फन्नी के छ गाइस तिमीहरूको स्कुटी छ कि नै स्कुटीमा मान्छे चढ्नु होइन 1 मिनटसम्म ननस्टप स्कुटीको हर्न बजाऊ चियावालीसँग त काँडा स्कुटी होला र बिचरा मैले किन्ने मात्र हो तिमी आज एउटा स्कुटर किनिदिन सक्दैन आफ्नो मान्छेलाई के साह्रो लोभी हो मान्छेले उहाँ हेलिकप्टर किनिदिन्छ तिमी एउटा स्कुटर किनिदिन सक्दैन अनि के बोयफ्रेन्ड बस्नु छोडिदिनु चियावाली भोलि त कि साइड लगाइदिनु अर्को बोयफ्रेन्ड हेलिकप्टरमा त दुर्गा साहब भिडियो राखेको क्या हो परेसन गर्नु छिटो हाम्रो आज चियावाली गोल हेर्न पाइने अरू मलाई थाहा छैन माउलेलाई मेरो बिहे छ भन्छु यहीँबाट त्यही त नै तिमीले त फोन गरेर भन तिम्रो एक्स बोयफ्रेन्डलाई अहिले एक्स बोयफ्रेन्ड छैन नाइ म त्यही अनि भन्छु कि त घरमा बाबालाई फोन गरेर भन्नु पर्यो बाबा तपाईँ भेट्यो भन्दै मेरो बाबु सुतिसके यतिखेर फोन सुतिसके मतलब सुतिसके नि दाइसके फेरि फ्यामिली प्लानिङ गरेर लाग्यो क्या हो यति बेला ए नै थ्याङ्क यू सो मच सबैजना हाम्रो एमबीलाई सबजना फलो गर्नु ल सबैजना माया छ साथीहरू ल प्लिज ल अब एक गेमले सिधा पाइ नि हुने गाइस अब चियावाली सिस्टर बल गरौँ ल बल गरौँ न यार सबैजना फलो पनि गर्नु गाइस सबैलाई एमबीलाई सबैलाई फलो गरिदिनु ल साथीहरू प्लिज सबैजना माया छ ल डबल ट्याप चाहिँ गरिदिनु ल डबल ट्याप लाइभ सेयर गाइस डबल ट्याप लाइभ सेयर गाइस प्लिज गाइस डबल ट्याप लाइभ सेयर गाइस सबजना डबल ट्याप लाइभ सेयर गाइस प्लिज अनि एभ्रीवन डबल ट्याप लाइभ सेयर चाहियो प्लिज सबैजना डबल ट्याप लाइभ सेयर ल प्लिज ल साथीहरू ल सबैजना डबल ट्याप लाइभ सेयर टिमहरु लाइभ सेयर गाइस डबल ट्याप लाइभ सेयर गाइस सबजना फलो गरिदिनु गाइस प्लिज हाम्रो टिमहरु लाइभ सेयर गाइस हाम्रो टिमहरु लाइभ सेयर गाइस हाम्रो टिमहरु लाइभ सेयर गाइस हाँसेको त्यति बेला हाँसेको के
गेम लगा भाई विकास के वेलकम उठेर मलाई घिन लाग्यो ला 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 ल ल गरम ल केटी ल पहिलो पनिशमेन्ट गोल हान्दियो दोस्रो पनिशमेन्ट बाहिर गएर किड्याङ भन्ने गाउँलाई सुनाएर भनेको च्यावल र फलाको बिहा हुँदैछ आऊ यो महिनाको 35 गते 35 गते जाने अर्को एक मिनटसम्म स्कुटीको हर्न बजाउनु तिमीहरूले हर्न बजाएर पुलिस तिमीलाई गाला बन्छ फेरि घरतिर हुनु नि पर्यो नि पुलिस त मै आर्मी हो आफ्नो त अब यही गेम सजिलो छ च्यावली के गर्छौ अब यहाँ सूचना दिनु पर्यो नि अब ए अब आफ्नै बिहेको निम्ति भन्नु परेको छ बाहिर गएर ल च्यावली फस्यो केटा कसले रेकर्ड गरेर हाल्छ भोलि अब च्यावल अर्घ्यमा च्यावल त्यहाँ हाम फाल्न भन्नु पर्यो यदि मेरो माया लाग्छ भने मायामा धोका पाएको भए हाम फाल भन्न लाग्नु पर्यो थाल्छ किन हेर न ओए सुन्नु न माथि बाहिर जानु पर्दैन भित्रैबाट भन्ने हुन्छ उ बोल्न पछि तिम्रो त झ्याल्दै पनि भन्ला मेरो त वाइफाई छैन नि त तल यो महिनाको 35 गते च्यावल र उसको रुबेन्जीको बिहा छ आऊ निम्ता खाना दाँतमा सुन दाँतमा रिती लाएर आऊ खाना भन्ने गाउँले हो रुबिनजी र चियाबालीको बिहे छ के अरे वैशाख कति गते रे 35 गते यो वैशाखको 35 गते रुबिन कार्तिकको 35 गते यो कार्तिकको बौलाई बिहे छ गाउँले हो खाजा खान भोज खान आउनुस् भोज भन्न पनि तले मुसा बिखा पागलै नै म डिप्रेसनमा जान गइसक्यो कार्तिकले बिहा छ नहुने कुरो गाउँले हो रुबिनजी र चियाबालीको कार्तिकको 35 गते बिहे छ आउनुस् भोज खानको लागि अलि चिचा अरु बेला त भूत लाग्छ भन्छ चिचा अलि सारो भएन चित्त बुझ्नु मलाई गाउँले हो रुबिनजी र चियाबालीको कार्तिक 25 गते बिहे छ भोज खान आउनुस् 35 गते हो गाउँले हो रुबिनजी र चियाबालीको कार्तिकको 35 गते बिहे छ भोज खान आउनुस् ल चियाबाली तपाईले भन्नुस् गाउँलेहरू रुबिन र चियाबालीको बिहे छ कार्तिक 35 गते भोज खान भन्दैछ त्यसले पनि कार्तिकै भन्दैछ फेरि कार्तिक पार आफ्नो बिहाको निम्ति आए कार्तिक छि कार्तिक 35 गते ल भन्ने खै भन्ने मेरो चाबी पाएन कि स्कुटरको मन त्यही गरिदिन्छु चाबी कहाँ राखेर हर्न बजाऊ चाबी देखेन यसो गर्न हाब्रेको ओठ लाएर खोल्ने उसको ओठ पनि त स्कुटी चाबी जस्तै स्कुटरको यदि च्यावललाई मेरो माया लाग्छ भने तँ झ्यालदेखि हाम फाल्ने माथि छ घर के रे अरू म समाजमा आइहाल्छु के केटा छन् घर भोलि अनि हस्पिटलमा आउनु अनि ओठे थोडी गेट ठुने भाग्ने म तिमी त हाम फाल्न मात्र माया हाल्छन् कारिस्टा गरेर यार निखिल पिन्जरा फिल्मको निखिल जस्तै हे टिगिस खै के गल्ने पनि छैन यार यहाँ चाबी पाएन बिगत थिए ओठे यत्रो बेस्ट गरेर बस्छ ओठे बाँचेको यार 455 स्कोर लिएर पनि बाँचेको छ टिकटकमा यार अन्त मेरो अकाउन्ट आइडी बनाउन गएर म टेन्सनमा छु मलाई डिप्रेसन हुन नपारे तिमी ल टेन्सन मतलब टेन्सन भनेको त छोरा 10 वटा छोरा कहिले पायो तिमीले कहाँ हराएर बस मान्छे त एक मिनेट लाउन
रोक रोक अबको डिल गरौँ पहिला अबको डिल गरौँ वेलकम सोचाइदिए रोक रोक अबको डिल गरौँ ल डिल गर्दै गर्दै म पिसा फेरेर आउँछु ल कि छ्या ए अब खोल्दियो त्यसो त नभन्नु न त्यसै त म सक्दैन नि फेरि सक्दैन नि मैले त सक्दैन अब के दिनु अब के दिनु भन्नुहोस् तिमीलाई ल तिमीले भन मलाई के दिनु सक्यो ल फन्नी ल अनि यस्तो गर्ने लाल चुनरिया यो गर्ने धेरै हल्ला नगर त अभियाले स्कोर फेरि 500 नि गर्दैन हाम्रो चुप्लाएर बस लास्ट नम्बर पनिसमेन्ट हामीलाई दिन्छ अहिले यसको 500 कटाएर म गदा छोरो हामी गर्नुपर्छ त्यो पनिसमेन्ट तैले तिमीले लाउँछौ नाइट दार तिमी साडी लाउँछौ मसँग त साडी छैन मलाई सेम दिन सक्नु अब किन दिन्छ नबसी अनि कस्तो मसँग लुङ्गी मात्र हे पहिलो पन्छन् च्यावली त हाम फाल्ने कहाँबाट रुबेन म तिम्रो लागि बाँच्न सक्दिनँ भनेर हाम फाल्ने भोलि केही भइहाल्यो भोलि आइहाल्छ गाडी लिएर च्यावली ल पहिलो पन्छन् फन्नी तिम्रो गर्ने कुचो डान्स Guys, double tap guys ननिस बजाऊ ननिस बजाऊ double tap guys बजाऊ बजायो भने नि बजाऊ बजायो भने नि बजा